स्वागत छ मेरो सानो मिनी ब्लगमा। आज चाहिँ कुकिङको भिडियो लिएर आएको छु क्या मैले। यो भिडियो आज बनाएको होइन, यो धेरै पहिलाको भिडियो। आज मैले यसलाई राख्दैछु, आज चाहिँ यसलाई एक्सप्लेन गरेर राख्दैछु मैले होइन। यसलाई हेरेर सबैले इन्जोय गर्नु होला। इन्जोय हेरेर मात्रै होइन नि, त्यहाँ लाइक कमेन्ट गर्नु होला सबैजनाले। अनि बल्ल मेरो पनि त इन्जोय हुन्छ, हजुरहरूको मात्रै हुन भएन नि त। सो द्याट मैले आज चाहिँ यहाँ यो नुडल्स बनाउन गइरहेको छु। कसरी भन्दा क्याप्सिकम मिसाएर। मलाई चाहिँ क्याप्सिकम जेमा पनि मिठो लाग्छ के। अनि मेरो किचनमा चाहिँ प्रायः जसो क्याप्सिकम हुन्छ होइन। त्यहाँ नुन खसिहाल्यो फेरि पकाउँदा पकाउँदै। अनि फेरि क्याप्सिकम अब लसुन प्याज अफकोर्स भइहाल्यो त्यो। अनि ससेज मिसाएर चाहिँ यो नुडल्स बनाइदिनु लागेको छु मैले। एकजना पाहुना पनि आउनु भएको, अनि नानीहरूको लागि यो बनाउनु लागेको मैले आफूले चाहिँ खाँदिनँ यो अहिले, किनभने मलाई पेट दुखिरहेछ एकदमै। त्यही भएर अहिले मैले खाएको छैन। तर टुक्क निल्दै बनाउँदै गर्नु पर्यो, मिठो बनेको छ नि त। अनि थोरै एक चम्चा त चाख्न परिहाल्छ बनाएपछि भनेर यसरी बनाइरहेको छ होइन। अनि चाहिँ यसरी बनाउँदै गर्दाखेरि मैले पुरा मसला हालेर हेर नि, त्यहाँ थोरै तेल राखेको छु। मसला त पुरै धेरै भएछ जस्तो छ, तर कोही बात नै, मिठै हुन्छ मसला राखेपछि त। अनि अफकोर्स यसरी बनाएर खानु होला सबैजनाले, एकदम मिठो हुन्छ होइन। कहिलेकाहीँ फरक फरक रेसिपी बनाएर फरक फरक डिसेस बनाएर खानमा राम्रो लाग्छ। अनि यतिकैमा नानीले चाहिँ यहाँ मिठाई लिएर बसेको छ, ऊ दुईजनालाई अनि मिठाई खाँदैछ उनीहरू। म चाहिँ हेरेर टुलु टुलु बसिरहेको छु क्या। मलाई चाहिँ पेट दुखेर खानु भएको छैन, के गर्नु अब, अरूले खाएको त हेर्न पर्यो अफकोर्स। अनि चाहिँ उनीहरूलाई चाहिँ मैले यसरी पकाइदिएँ। अनि पकाइदिएर अनि टक्क प्लेटमा राखेर मैले उनीहरूलाई चाहिँ सर्भ गरेँ।